नेपालको इतिहासमै एक लज्जाजनक मन्त्री जसको नाम सम्मानपूर्वक लिन त के सम्झन पनि आज सिंगो नेपाली शिर निहुराउँछन्। मन्त्री जस्तो गरिमामय पदको धज्जी उडाइरहेका ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काको कुरा गर्दैछौं। यो छोटो भिडियो ध्यानपूर्वक हेर्नुहोस् र आफ्नो देशको माननीय मन्त्रीको क्षमता र योजना बारे विश्लेषण गर्नुहोस्। ऊर्जा मन्त्री दीपक खड्का पद बहालीदेखि नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लखेट्ने भगीरथ प्रयासमा छन्, तर उनको कुनै जोर चलिरहेको छैन। मन्त्रीले 2 महिनामा 3 पटक स्पष्टीकरण सोद्धा, प्राधिकरणकै कार्यालयमा आफ्नो कार्यकक्ष खडा गर्दा, कार्य सम्पादनमा 0 अंक दिँदा र मन्त्री परिषदबाटै निर्णय गरेर अर्को स्पष्टीकरण सोद्धा पनि कुलमान हटाउन सकिरहेका छैनन्। नेपाल विद्युत प्राधिकरण सरकारको 100% स्वामित्व रहेको संस्था हो, जसको सञ्चालक समिति अध्यक्षमा ऊर्जा मन्त्री स्वयं रहने कानूनी व्यवस्था छ। त्यस हिसाबले अहिले प्राधिकरणका प्रमुख गार्जियन नै ऊर्जा मन्त्री खड्का छन्, तर उनका अभिव्यक्ति सुन्दा अभिभावकको गन्ध कतै पनि भेटिन्न। बरु उनी निर्लज्ज ढंगले प्राधिकरण र यसका कार्यकारी निर्देशकको उछितो काट्न तल्लीन छन्। मन्त्री खड्काले 2 पटक संसदको रोस्टममा उभिएर जुन अभिव्यक्ति दिए त्यसले उनकै पद गरिमाको धज्जी उडाइरहेको छ। उनले बोलेका शब्दहरू अति गैर जिम्मेवार र देशकै आत्मसम्मानमा ठेस पुर्याउने खालका छन्। मन्त्री खड्का भन्छन्, कुलमान उज्यालो नेपाल अभियानका नायक होइनन्, नेपालको लोड सेडिङ भारतले हटाइदिएको हो।